गोली हानेको बिर्सेको छ कि छैन कसैले? त्यसको बदला, खुनको बदला हामी खुन भनेका छैनौं, कानूनले दिँदैन। तर फागुन 21 मा त्यसको बदला लिने हो, घन्टी माछा भान्ने हो। तपाईहरुले कहिल्यै नभुल्नु होला, त्यो जेनजी आन्दोलन भ्रष्टाचारको विरुद्धमा थियो। सामाजिक सञ्जाल बन्द गरेका थिए, त्यसको विरुद्धमा थियो। सामान्य माग थिए, ठूला केही माग थिएनन्। तर त्यसरी ड्याम गोली हान्ने अधिकार कसैलाई थिएन। यो दिमागमा राख्नु होला र भोट हाल्न जानुभन्दा अगाडि आफ्ना सन्ततिको आँखामा हेर्नु होला एकचोटि। मेरो त भविष्य बिगारे। अब कुनै पनि हालतमा यी साना बालबालिका सन्ततिको भविष्य बिग्रिन्न दिन्न भनेर घन्टीमा छापान्न तयार हो। मैले धेरै ठाउँ भन्ने त्यो एउटा कुरा यहाँ पनि भन्छु। यो चोटि नयाँ फल चाख्ने हो, यो चोटि नयाँ फलका चाख्ने हो। नयाँ फल चाख्दै गर्दा त्यो तितो लागेछ भने थुकौला, तर तितो छ कि मिठो छ भनेर थाहा पाउनलाई एकचोटि खानुपर्छ, चाख्नुपर्छ, हो कि होइन? एकचोटि घन्टी बजाएर हेर्ने। 5 वर्षसम्म हामीले भने जस्तै, जनताले खोजे जस्तै भएछ भने भोट माग्न दैलोमा नमस्कार गर्न आए पनि घन्टी बजाउला। तर भनेको जस्तो भएन भने 5 वर्षपछि त्यही घन्टीले जो भोट माग्न आउँछ त्यो टाउकोमा बजाउने। तयार हुनुहुन्छ? हामीले सधैँभरि घन्टीमै छाप लगाइरहन पर्छ भनेर भन्दैनौँ। कांग्रेस, एमाले, माओवादी जस्तो हाम्रो पार्टी, तपाईको पार्टी यही नै हो। तपाईहरुले घन्टीमै भोट हाल्ने हो भनेर हामीले भन्दैनौँ। राम्रो काम गरुन्जेल हाल्नुस्। जहाँ जति बेला नराम्रो काम गर्छ त्यति बेला छाडिदिनुस्। तपाईहरुको अधिकारको कुरा हो, स्वतन्त्रताको कुरा हो। तपाईहरुलाई कुनै बल जबरजस्ती छैन। तर यति बेला राष्ट्रपा यो देशको अन्तिम आशा बनेको छ। बच्चादेखि वृद्धदेखि तन्नेरीदेखि सबैको अन्तिम आशा के हो? जय घन्टी।